हेलो गाइज गुड मर्निङ गाइज गुड मर्निङ। आजको यो बिहानी समयमा चाहिँ म दाउरा काट्नका लागि घरमा दाउरा छैन, त्यसैले म दाउरा लिनलाई चाहिँ यता जङ्गलतिर आएको छु है गाइज। तर मैले यहाँ बिचमा एकजना मान्छे देखिरहेको छु। त्यो मान्छे चाहिँ को रहेछ भन्ने कुरो पत्ता लगाउनको लागि मैले खोजिरहेको छु। यतिखेरको समयमा को रहेछ मलाई अलि डर पनि लागिरहेछ है। अलिकति सुनसान जङ्गल छ। यो जङ्गलको बिचमा एक्लै मेरो अघि ल्याएर हिँडिरहेछ। तर त्यो मान्छे को हो भन्ने कुरो चाहिँ मैले पत्ता लगाउन सकेको छैन। म पक्कै पनि त्यो मान्छेलाई पत्ता लगाउने कोसिस गर्छु। को रहेछ गाइज, भिडियो हेर्दै गर्नुलाई। को रहेछ गाइज त्यो मान्छे है, मेरो अघि जाँदै गएछ। म यसो हेर्दा त आतङ्ककारी जस्तो छ है मान्छे। हेर्दा कालो ज्याकेट लगाएछ। को रहेछ मैले पनि चिन्न सकेको छैन गाइज। म चाहिँ उकालोमा हिँड्न अलिक गाह्रो पर्छ मलाई, त्यसैले धेरै स्याहाँ परेको छु। तर म भन्दा धेरै छिट्टो भागिरहेछ त्यो मान्छे। को रहेछ भन्ने कुरो पत्ता लाग्न खोजेको। तर म नै अलिकति कमजोरी छु कि म हिँड्न सक्दैन, त्यसैले त्यो मान्छे चाहिँ टुई गएको के गाइज। म तपाईँहरूलाई देखाइन्छ है। यहाँबाट त्यहाँ देख्नु भएको छ गाइज, थोरै यसो हेर्नु त गाइज। मभन्दा अघि गइरहेछ है। को रहेछ यसो पत्ता लगाऊँ है गाइज। म अहिले छिटो जान्छु। देख्नु भयो गाइज, अगाडि हिँडेछ नि। हो देख्नु भयो, मलाई देखेको छैन त्यो मान्छेले। म लुकेर भिडियो गरिरहेको छु। पाउने गाइजमा यताबाट देखाउँछु है। देख्नुभयो हो को मान्छे रहेछ त्यो भन्ने कुरो पत्ता लगाउनै सकेन। को रहेछ गाइज यसो पत्ता लगाउनु पर्यो ल। म उकालोमा हिँड्न अलिक गाह्रो भइरहेछ मलाई। म अर्को नेक्स्ट भिडियोमा आउँछु ल। अहिलेको लागि यति नै। हेलो गाइज, म यतिखेर डाँडा पुगिसकेको छु है। म प्राइस गर्छु ल। को रहेछ भन्ने म यतिखेर माथि डाँडा पुगिसकेको छु, चढिसकेको छु। यतिखेर को रहेछ भनेर कुरो म ठ्याक्कै पत्ता लगाउँछु ल गाइज। म यहाँबाट यसरी हिँड्छु है, तपाईँहरू हेर्दै गर्नु है। मैले एकजना मान्छे देखिसकेको गाइज छु। को रहेछ त्यो मान्छेलाई तपाईँले चिन्न सक्नुहुन्छ हुन्न, यसो कमेन्ट गर्नु ल। तर मैले चाहिँ चिनेन को रहेछ भन्ने कुरो मलाई पत्ता लागेन। को दाइ, कता हिँड्नुभएको दाइ? को हो दाइ तपाईँ? को दाइ, को रहेछ दाइ? तपाईँ यत्रो सुनसान जङ्गलमा कता हिँड्नुभएको दाइ? कता हिँड्नुभएको? दाइ बोल्नु हुन गाइज त। दाइ तपाईँले चिन्यो भने कमेन्ट गर्नु होला। यदि चिनेको छैन भने चाहिँ चिने नचिने कमेन्ट गर्नु ल गाइज। यताबाट आएको, यहाँबाट आएको हामी चाहिँ। तर यो बाटो हिँड्न मलाई धेरै गाह्रो भयो कि गाइज। यो भिडियो सबैले हेर्नु गाइज ल। म चाहिँ यहाँ पुगेछु अहिले। अब हामी यो डाइलग छोडेर हामी यताबाट लाग्छौँ। यो भिडियो अन्तिमसम्म हेर्दै गर्नु ल।